हाम्रो यो कोरियाको भिजा डेट चाहिँ कसरी लिने भनेर म तपाईँलाई सिकाउँछु होइन। यो लिङ्क छ, पहिला यो लिङ्कमा खोल्नुपर्छ। यो चाहिँ सर्च गरेर आउँदैन। यो लिङ्क चाहिँ म हजुरहरूलाई सबैलाई WhatsAppमा पठाइदिन्छु होइन। यो लिङ्कमा क्लिक गर्नुहोस्। अनि त्यसपछि एकैछिन है, यो लिङ्क लोड हुन तिमीलाई युट्युब होइन। यहाँ लोड गइरहेको छ, लोड भयो। त्यसपछि यो त्यो धेरै जस्तो नेपालीमा आइरहेको हुन्छ। अब नेपाली र इङ्ग्लिसमा, इङ्ग्लिस र नेपाली गराउनु त तपाईँहरूलाई आउँछ होला। अथवा यहाँ चाहिँ अप्सनहरू हुन्छ इङ्ग्लिस, कोरियन अनि पछि नेपाली भनेर इङ्ग्लिसमा क्लिक गर्नु। अनि हाम्रो त्यसपछि यहाँ हेर्नुहोस्, त्यहाँ धेरै लेखिएको छ। त्यसमा एउटा सेन्टर इन्फर्मेसन अनि चाहिँ एउटा एडभान्स रिजर्भेसन भन्ने छ। एडभान्स रिजर्भेसनमा क्लिक गर्नु। त्यसैको ठ्याक्कै तल हेर्दा एप्लाई एडभान्स रिजर्भेसन भन्ने छ। अनि त्यसमा क्लिक गर्नुहोस्, अरू केही गर्नु पर्दैन है। अनि हाम्रो चाहिँ हेर्नु सिलेक्ट रिजर्भेसन डेट भन्ने छ। त्यसमा चाहिँ हाम्रो 2025 12 छ। त्यो अहिले यो 12को छैन हामीसँग। अब सिधै हामी चाहिँ ज्यानमा जानुपर्छ। अब अहिले भर्खर लिनुपर्ने छ भने तपाईँ अब हेर्नु, हामीसँग टन्ने डेट खुलेको छ 1 2 5 6 7 8 9 अनि पछि 12 13 14। अहिले हामी चाहिँ अहिलेको लागि चाहिँ जस्ट इक्जाम्पलको लागि हामी गरौँ 7 है। 7मा क्लिक गरेपछि हामीलाई अप्सन आउँछ कति बजे टाइमको लिने भनेर है। त्यसमा चाहिँ 1 बजेको छ, 2 बजेको छ अनि 3 बजेको छ। 3 बजे 2 अब तपाईँको इच्छा हो कति बजेको लिने भनेर। त्यसमा पनि अप्सन हुन्छ है। जस्तै 1 बजेको लिनुहुन्छ भने पनि हाम्रो 1 बजेदेखि 1:15 अनि पछि 1:15 देखि 1:30, 1:30 देखि 1:45 अनि पछि 1:45 देखि 2। अब हामी यसको लागि चाहिँ लिम जस्ट अहिलेको लागि चाहिँ 1:15 नम्बर भनेर। अनि पछि अब हाम्रो चाहिँ अब यहाँ नेसनालिटी हाम्रो के हो, नेपाली भनेपछि एन क्लिक गर्नुहोस्। त्यसपछि एन क्लिक गरेपछि स्क्रोल गर्दै जानु तल होइन। अप्सन छैन यसमा कि नेपाल हालेर नेपाल आउने। अनि इन्टर टाइप पनि भयो, क्लिक गरे पनि भयो है। त्यसपछि हाम्रो पर्पज चाहिँ के हो, अब भिजिट गर्न जानु जम्मै भिजिटको लागि छ होइन। हाम्रो चाहिँ अहिले स्टुडेन्टको लागि हो नि त भनेपछि स्टडी एब्रोड भन्नेमा क्लिक गर्नुहोस्। त्यसपछि ड्युरेसन कति हुन्छ भन्दाखेरि स्टुडेन्ट भिसाको लागि चाहिँ जहिले ड्युरेसन हुन्छ 90+, 90 डेज ओर मोर, 90 डेज ओर मोरमा चाहिँ क्लिक गर्नु। अनि पर्सन कतिजना हो, एकजना भने एकजनाको लागि 1 थिच्नुहोस् है। त्यसपछि हाम्रो पर्सनल आफै हो कि ब्रदर सिस्टर अरूको लागि हामी पर्सन आफै हुन्छ जहिले पनि। त्यसमा पर्सनमा क्लिक गर्नु। अनि भिजिटर नेम तपाईँको नाम लेख्नुपर्छ। ल मेरो नाम लेख्छु म है, के अरे BISHAL अनि SHRESTHA है। त्यसपछि अनि हामी मोबाइल नम्बर हान्छौँ 9869257617 है। हान्छौँ अनि हानेपछि गेट भेरिफिकेसन कोड भन्ने छ, त्यसमा क्लिक गर्नु। अनि केही समयमा तपाईँकोमा कोड आउँछ। 275221 अब यसमा यो गरेपछि तपाईँको कन्फर्ममा क्लिक गर्नुहोस्। अनि यहाँ कम्प्लिट भनेर लेख्छ। रङ छ भने रङ बन्छ, राइट छ भने कम्प्लिट भनेर लेख्छ। अनि हाम्रो उड्ने डेट चाहिँ कहिले हो भनेर, उड्ने डेट चाहिँ अब हाम्रो मार्च इन्टेकको लागि हो भनेपछि फेब्रुअरीको तपाईँको 27तिर हाल्दा पनि हुन्छ नै। अब मार्चकै हो 1तिर, मतलब कलेजमा डिपेन्ड गर्छ कलेज कहिले छ भनेर डेट आइसक्ने स्टार्ट हुने, कोर्स स्टार्ट हुने। अब हामी अहिले राखौँ 18 2026 फेब्रुअरी 18 है। अनि त्यसपछि हामीले त्यसपछि केही गर्नु पर्दैन, सिधै हाम्रो यो प्रोसेसहरू। अनि आई फुल्ली एग्रीमा चाहिँ जस्ट क्लिक गरिदिनु। त्यसपछि हाम्रो डन हुन्छ। अनि एप्लाई गरिदिनुहोस् होइन। एप्लाई गरेपछि यो डिस्प्लेमा जुन आएको छ यो आउँछ। अनि प्लस तपाईँको मोबाइलमा चाहिँ एउटा म्यासेज आउँछ तपाईँको डेट बुक भएको छ है भनेर। अनि त्यतिमा हाम्रो डेट बुक गर्न सिद्धिन्छ है।